भिडियो पनि बनाउनु होला एउटा बनाउँछु आज विपुलाको बर्थडेमा आफ्नो छोरीलाई अनि भदैलाई हैन सम्झेर आशीर्वाद दिनको लागि नेपाल होजापुरका सङ्घबाट प्रतिनिधित्व गरेर सम्पूर्ण होजापुरका सङ्घ पुरानो टोली थियो टिम थियो सबै दायालाई मैले सोचेर पनि चाहेँ तर सबैको प्रतिनिधित्व गरेर नानी आएकी छे है आशीर्वाद दिई उनले आफ्नो सकेको गिफ्ट दिई फेरि खुसी भई र हामी म पूजा लाई पनि उनले एकदम आदर गर्छ पहिलेदेखि सम्पूर्ण यहाँ आउनुभएका आदरणीय धर्मगुरुका लगायत सबैलाई एकदम आदर सम्मान पनि गर्न जाने सबैलाई आदर गरी असाध्यै खुसी लाग्छ मेरो बहिनी हो धेरै कार्यक्रम गऱ्यौँ बेचीदेखि महाकाली यात्रा गाडीमा धेरै कलाकारहरू धेरै आफैले ढुङ्गा र बहिनी भन्नु होइन के भन्नु नानी दुःख गर्दै जा सङ्घर्ष गर्दै जा जसले तँलाई दुःख दियो ती मान्छेहरू अहिले दुःखी छन् होइन जसलाई तैँले खुसी दिन खोजिस् होइन तपाईँ जत्याएर गए त्यो व्यक्तिहरू अहिले पनि त्यो सङ्घभित्रको मान्छे हो त्यो घर परिवारको मान्छे हो खुसी होस् त्यो साथी इष्टमित्र होइन त्यो आँखाबाट आफू मैले पहिलोचोटि भेट्दाखेरि भने आज यो खुसी छ होइन एक्लै छ मान्छे विभिन्न के अरे स्टेज कार्यक्रमले जान्छ आफै कस्तो राम्रो नाच गर्छ राम्रो डान्स गर्ने हो धेरै दौसी धेरै कार्यक्रम हामी 5 सालको लगातार दौसी नेपाल होजापुरका सङ्घबाट हाम्रो आफ्नो लाग्छ कि त्यो तिहार आऊ भन्नेबित्तिकै दाइ हाम्रो तयारी पारे हाम्रो चाहिँ दाइले जान्छ भने चाहिँ हामी कुदिहाल्छौँ ठाउँमा गरेर एउटा होजापुरका लागि के सहयोग होस् भनेर होइन मैले मेरो घरमा एक्लै हुँदा नि राति 12 बजे गएर 12 बजेपछि त भोलिपल्ट भइहाल्यो लक्ष्मी पूजा घरमा गरेकै छैन मान्छे नै छैन होइन रातभरि दौसी खेल्दै 12 बजेभन्दा 5 मिनट अगाडि मैले घरमा गएर लक्ष्मी पूजा गरेँ किनकि घरमा एक्लै हुन्थ्यो तिमीहरूको लागि त्यो पनि मैले खुसी साथ गरेँ धेरै गरेँ र आज होजापुरका सङ्घ मेरो हो म त्यसको सदस्य हो र होजापुरका सङ्घमा आबद्ध भएका सम्पूर्ण दाइभाइ दिदीबहिनीहरू मेरा दिदीबहिनी दाइभाइको त्यो हाम्रो घर हो र त्यो होजापुरका सङ्घबाट नानी आएकी छ असाध्यै खुसी लागेको छ राम्रो कलाकार सक्षम कलाकार असाध्यै अहिले कहाँ काम पछि धेरै खुसी हुनुभएको छ अहिले असाध्यै माया अहिले यति अथाह माया गर्नुहुन्छ होइन मलाई लाग्छ भोलिको दिनमा हामीले विपुलालाई केही गर्न सकेनौँ भने पनि चाहिँ उसलाई केही पनि हातमा दिनुहुन्न हामी पछिको कर्तव्य कुरा तपाईँले गर्नुहुन्छ त्यो लाग्छ मलाई सधैँ होइन मलाई चाहिँ किन मनपर्छ भने यति धेरै हाम्रो देशमा पीडितहरू छन् होइन उनीहरूको लागि चाहिँ लडिदिने मान्छे बनोस् उनीहरूको आवाज बोलिदिने मान्छे बनोस् न्यायको लागि भने जस्तो लाग्छ त्यही भएर मलाई मनपर्छ नि त त्यही भएर भदैनीलाई पनि वकिलै बनाउँछु भने मेरो भाउजू त्यहाँ हुनुहुन्छ मेरो भाउजू यहाँ आउनुभएको छ होइन त्यही भएर भदैनीलाई पनि वकिलै बनाउनु है भदै के अरे भाउजूहरू भन्छु भन्दा पनि अनि उसको बाबाको भाउजू कस्तो लागिरहेको छ आज विपुलाको जन्मदिनमा आउनु हुँदाखेरि हेलो बर्थडे गर्ल Happy birthday to you. यहाँ राख्ने हो यो छारा हुन्छ होइन र हजुर हो त्यो दियो बाल्दिनु हो सुरेश सर यो त सबै राख्दा के हुँदैन भनेर अर्को होला नि के फरक पर्दैन ए लाइटर छ लाइटर कसैसँग छ लाइटर कुन सलाई ल्याऊ